साथीहरू, गुड मर्निङ। अनि हजुरहरू के गर्नुहुँदैछ? हामी चाहिँ यहाँनिर आमा छोरी उठेर पनि मेरो नानीले चाहिँ दुध र रोटी खाइसक्यो। अन्त म चाहिँ यहाँनिर चिया खाँदैछु। यहाँनिर चाहिँ हजुरहरू के गर्नुहुँदैछ? अन्त मेरो चाहिँ दिनको सुरुवात चाहिँ चियाबाटै हुन्छ। बिहान चाहिँ 1 गिलास पानी अन्त चिया चाहिँ खाएन भने मेरो त पुरा टाउको दुख। आजको वेदर चाहिँ यस्तो भइरहेछ, एकदम मजाले घाम लागिरहेको चाहिँ साथीहरू। यहाँ चाहिँ हिजो चाहिँ पुरा पानी पऱ्यो दिनभरि हो। अन्त आज चाहिँ दामी भइरहेछ। यो चाहिँ हाम्रो घरको बाहिर हो। यो चाहिँ दामी भइरहेछ। अब चाहिँ म चिया खाइसकेर पनि फुलमा पानी हाल्न लागेँ साथीहरू। मेरो नानी चाहिँ अगाडि हेर्नुहोस् न। नानी आफै हात हाल्नु हुँदैन। नगर न बहिनी। अब चाहिँ यहाँ हेर्नुहोस् है साथीहरू, म चाहिँ यहाँनिर आज यहाँ घरको काम गर्न आँटेको छु हो। यस्तो भइरहेको छ हाम्रो बेडरुम चाहिँ। म चाहिँ काम गर्न आँटेको छु। मेरो नानी चाहिँ यहाँ बदमास गर्दैछ। अब चाहिँ साथीहरू म घरहरू मिलाउन थालेँ। अब के गर्नु, घरको काम यस्तै त हो बिहानको होइन, सबैको यस्तै हुन्छ बिहानको रुटिन नै। अन्त घर सफा गर्नै पर्यो, त्यत्तिकै च्यालेर राखेर त राम्रो देख्दैन है। अन्त म चाहिँ यहाँ मिलाउँदैछु है। फाइनल्ली साथीहरू मैले चाहिँ घर पनि सफा गरिसकेँ। हेर्नुहोस् है, मेरो रुमको फाइनल लुक चाहिँ यस्तो भएको छ। के गर्नु, बिहानको काम त यस्तै हो है। अन्त डेली रुटिन हुन्छ साथीहरू। अन्त म चाहिँ अस्ति घर गएको थिएँ नि त। अन्त घरबाट आएर चाहिँ मैले घरहरू सफा गरेकै थिइनँ। नानी अलिक बिसन्चो थियो नि त, अन्त नानीसँग है। अन्त सबै क्लिन गर्नु पाएको थिइनँ। आज चाहिँ मैले सबै घरहरू सफा गरेको छु है साथीहरू। हेर्नुहोस् है, आजलाई चाहिँ यति नै। फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ। अनि लाइक, सेयर, कमेन्ट गर्नु चाहिँ नभुल्नु होला।